परमेश्वरले चाहिँ हामीले सोचेको भन्दा हामीले कल्पना गरेको भन्दा पनि धेरै आशिष दिन चाहनुहुन्छ भन्ने कुराहरूको बारेमा होइन। हामी हरेकको जीवनमा चाहिँ उहाँले के गर्नुभएको हुन्छ त आशिष दिनुभएको हुन्छ, तर आज हामी मान्छेले चाहिँ त्यो थाहा पाउन सकेको हुँदैन है। अनि यहाँ एफिसी 3:20 चाहिँ के भन्छ, उहाँलाई जसले हामीभित्र काम गर्न र उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा काम गर्न सक्नुहुन्छ भनेर छ। हाम्रो हृदयमा, हाम्रो माझमा हाम्रो शक्तिले होइन, तर परमेश्वरको शक्तिले, उहाँको सामर्थ्यले चाहिँ उहाँले काम गर्न सक्नुहुन्छ है भनेर भनेको छ है। अनि आज परमेश्वरले चाहिँ हामीले नसोचेको कुराहरू हामीलाई आशिष दिने परमेश्वर चाहिँ उहाँ हुनुहुन्छ। तर परमेश्वरले चाहिँ हामीलाई कसरी आशिष दिनुहुन्छ त? हामी उहाँको छोराछोरी भएपछि, उहाँलाई विश्वास गरेपछि, उहाँको इच्छामा हिँडेपछि चाहिँ उहाँले चाहिँ के गर्ने र हामीलाई आशिष दिनुहुने, हामीलाई सहायता गर्नुहुने। जस्तै कुनै कुराहरू चाहिँ हामीले कति प्रयास गर्दाखेरि भएको छैन भने चाहिँ त्यो कुरामा चाहिँ परमेश्वरले चाहिँ हामीलाई जब सफलता दिनुहुन्छ भने चाहिँ त्यो हामीले नसोचेको कुराहरूमा चाहिँ परमेश्वरले चाहिँ हामीलाई सहायता गर्नुभएको हो है।